एभ्रिवान सम्पूर्णलाई नमस्कार। फेरि पनि हामीले कपनपुर नीलकण्ठ 11 मा पाउने 4 आनामा बनेको घर लिएर आइरहेको छ। सम्पूर्ण साथीहरू एकदम रमाइलो, पानीको सुविधा, बत्तीको सुविधा, ढलको सुविधा, सम्पूर्ण खानेपानीको वालछेल भएको ठाउँमा हामीले एकदम राम्रो वातावरणको घर लिएर आइरहेको छौँ। सम्पूर्ण साथीहरू सबै गुम्बाको दर्शन, घरको छतबाट सबैको गुम्बाको दर्शन देखिने दक्षिणबाट भएको एकदम राम्रो, बिहानदेखि बेलुकासम्म घाम लाग्ने एकदम बाटो 15-14 फुटे बाटोमा एकदम स्पेसल घर लिएर आइरहेको छौँ। सम्पूर्ण साथीहरू सबै सखाका काठ हालेका एकदम राम्रो मजबुत घर लिएर आइरहेको छौँ। काकादेखिबाट हेर्दै हुनुहुन्छ। तपाईँहरूलाई यो घर खोज्दै हुनुहुन्छ भने चाहिँ यो घर पक्कै मन पर्न सक्छ। तपाईँहरूलाई हामीले स्क्रिनमा नम्बर राखेको छ साउको, डाइरेक्ट कन्ट्याक्ट गरेर यो घर एकचोटि चाहिँ अवश्य भिजिट गर्न आउनु होला। सम्पूर्ण साथीहरू काकादेखिबाट हेर्दै हुनुहुन्छ। एकदम हाइटमा घमाइलो, बिहानदेखि बेलुकासम्म घाम लाग्ने ठाउँ, पानी बत्ती एकदम धेरै सुविधा भएको ठाउँ छ। तपाईँहरू यसमा चाहिँ हेर्ने बित्तिकै तपाईँहरूलाई मन पर्न सक्छ। कहाँदेखिबाट हेर्दै हुनुहुन्छ साथीहरू, यसलाई ढिलो नगर्नु, छिटो हेरेर